अनि यहाँको भाइहरूले मलाई धेरैपल्ट आएर रिक्वेस्ट पनि गर्नुभयो यो बाटो बनिनुपर्छ भनेर। बनिनु आवश्यक पनि थियो, तर मैले यो बाटो बनाउनु चाहिँ टेन्डर गरेर फाइनान्स पैसा अप्रुभ गरेर वर्क अर्डर दिएर मात्रै आएँ। र अब सायद जो भाइहरूले बनाउँदैछ राम्रो बाटो बनिन्छ होला। तर बाटो बनिँदाखेरि गाउँवासीले पनि उहाँलाई कोअपरेट गर्नुहोस्। बाटो बनिनु समय लाग्छ, एकैचोटि बनिँदैन। वर्क अर्डर बनाउने बित्तिकै सर्दा बनाउने बित्तिकै बलुवा झर्ने बनिँदैन, अलिक समय लाग्छ। नत्र यहाँ मैले हेर्दाखेरि बाटो त हङकङबाट किनेर टाल्नु पर्ला जस्तो देख्दैछु म। बुझ्नु भएन? मुनिबाट बनिँदै आउँदैछ, मैले हेरेँ आउने बाटोहरू पनि। अघि हाम्रो सानो नानीले एउटा गीत गाउँदै थियो, साह्रो मिठो लाग्यो त्यो गीत। म हुँदा जस्तो त्यो गीत त पुरानै होला, तर अब सुन्ने समय पाउँदैन। तर यस्तो मिठो लाग्यो मलाई त्यो गीत। फुलको आँखाले फुलै देख्छ अरे, काँडाको आँखाले काँडै देख्छ अरे भनेर भनेको थियो। हाम्रो दार्जिलिङको नेताहरूको आँखा चाहिँ फुलकै हुनुपर्छ हेर्नुहोस्, र पनि फुल बनिँदै बनिँदै जान्छ। हामी फुल बनाउनु खोज्छौँ, उहाँहरूले काँडा देख्छ। तर हाम्रो लिडरहरूलाई म रिक्वेस्ट गर्छु, हामी काँडापट्टि नजाउँ, हामी फुलपट्टि जाउँ, समय लाग्छ। र अरू जुन तपाईँहरूको समाजघरहरू बनिएको छ त्यसको आज बनेर कम्प्लिट गरेर तपाईँलाई ह्यान्डओभर पनि गर्यो डिपार्टमेन्टले चाबी। तर समाजघर नबनाउनु जो यति बिना डिमान्ड हुन्छ। हाम्रो भाइले यो बनिनुको लागि ठुलो योगदान चाहिँ भाइको हेर्नुहोस्। यति बिना 1 करोड लाग्यो, यति बिना 1 करोड लाग्यो, बिचरा नहुनुसम्म लागिरहेको। आज मैले उहाँलाई भेटेँ, उहाँलाई तपाईँहरूले धेरै धेरै धन्यवाद र तालिम बजाइदिनुहोस् उहाँको लागि। उहाँको ठुलो योगदान छ यहाँनिर। र बनियो, बनिन्छ। तर नबनिन्छ यति बिना उयो हुन्छ। तपाईँहरू बनिसकेपछि यसको कदरै हुँदैन हेर्नुहोस्। किन बनिसकेपछि मैले गाउँ गाउँ देख्छु कि जाली लाग्यो, माकुराको जरा राखेको। अब तपाईँहरू यहाँ भित्र बसेर बढाल्ने कसको फुर्सद, सफा गर्ने कसको फुर्सद हेर्नुहोस्। र यो चिज चाहिँ तपाईँहरूले जसले ह्यान्डओभर लियो उहाँहरूले याद गर्नुपर्छ। त्यसको लागि चाहिँ एटलिस्ट सानसानो नानीहरूको पूजा होस्, जे पनि प्रोग्राम होस्, एक्टिभिटी जो नानीहरूलाई पनि यसो सन्डेमा पनि नाचगान प्रोग्राम सानो भए पनि सानो नानीहरूलाई डान्स प्र्याक्टिस गरोस्, जे वाट एभर इट इज। तपाईँहरू समाजहरूले एक्टिभिटिज चाहिँ गरिराख्नुहोस्। हाम्रो नानीहरूले अहिले के भने बाहिर गएर खेल्ने जग्गाहरू छैन, पहिला जस्तो इन्भाइरोमेन्ट छैन। र नानीहरूले यो हलमा आएर कमसेकम एउटा केही नगरे पनि क्यारम बोर्ड राखिदिनुहोस्, चेस राखिदिनुहोस्, महँगो पनि पर्दैन हेर्नुहोस्। त्यो आएर कमसेकम घरदेखि बाहिर एउटा राम्रो ठाउँमा तपाईँ रुटिन गर्नुहोस्। गार्जेन्सहरू 1 जना 2 जना आएर बसेर तर खुलेर यसलाई प्रयोगमा आयो भने चाहिँ बनिएको भ्याल्यु हुन्छ नि त। यहाँ चाहिँ अब हल बनेको छ, हाम्रो कन्सेप्ट के छ, बिहा र मराउमा मात्रै भनेर। बुझ्नु भएन? अन्त आजकल त अब जन्मिनुभन्दा मर्नु बेसी छ। यसो हेर्नु नि तपाईँहरूको गाउँमा ओल्ड एजहरू हाम्रो बितेर जान्छ, त्यो स्वाभाविक कुरो। हामीले एक दिन हामी सबै संसार छोड्नुपर्छ। तर बर्थ रेसियो एकदमै कम्ती छ नि त गाउँमा, नानीहरू सकिहाल्यो। अब आउने जेनेरेसनले अब समाजहरू पनि रहन्छ किन त, कसले स्याहार्ने यो चिजहरू। त्यही कारण भएको चिजलाई हामी अब पहिला पहिला समाजहरूको पुरा भ्याल्यु थियो भनेपछि अहिले त्यो चिजहरू अलिक घट्दै आउँदैछ। मान्छेले समाजलाई समय दिनु सकेको छैन आफ्नो व्यस्तताले गर्दा। तर बनेको कुरो चाहिँ स्याहार्नु चाहिँ सक्नुपर्छ हामीले हेर्नुहोस्। यो स्याहार्नु सिक्नु पनि पर्छ, सक्नु पनि पर्छ। यो गभर्मेन्टले दिएको पैसाले बनिएको हो। तपाईँहरूको यो पैसामा योगदान छ, किनभने ट्याक्स उठेको पैसा नै रिभर्स भएर आउँछ। र हामी यस्तै विकासको कार्यहरूको एजेन्डा लिएर अगाडि आएको। मलाई विकास त हेर्नुहोस् हुन्छ, नहुने कुरा होइन। अब तपाईँ धेरै पर्खिनु भयो, यो हल बन्ने, अरूहरू बन्ने, अब बाटो बनिँदैछ। यसरी ग्रेजुअली विकास भइरहेको हुन्छ हेर्नुहोस्। तर विकास भन्दा पनि हामीले विचारमा चाहिँ परिवर्तन आउनुपर्छ। मेरो यो जुन 2017देखिको मैले एउटा सोच लिएर अगाडि आएँ, हो हाम्रो गभर्मेन्टले मेरो विकास गर्नुपर्छ, त्यो एउटा थियो। त्यो सेकेन्डरी एजेन्डा हो मेरो। मेरो फर्स्ट एजेन्डा चाहिँ हाम्रो विचारकै परिवर्तन गर्नुपर्छ। हामीले विचारमा परिवर्तन गरेर केही नभए पनि ठुलो ह्याप्पी परिवारमा ठुलो ठुलो विकास गर्नु सक्यो। कम शान्ति त छ, झगडा त छैन। पहिला पहिला मान्नुहोस्, तपाईँलाई मन नदुखाउनुहोस्, ह्याप्पी भ्याली भनेपछि डराउँथ्यो दार्जिलिङ। तर अहिले छैन नि त त्यो कुरो। पहिला हाम्रै भाइहरू हो, तर अहिले उनीहरूलाई यस्तो तरिका होइन है भन्दाखेरि
उनीहरूले बुझ्यो अहिले राम्रो मार्गमा हिँड्दैछ नि त, प्रयास गर्दैछ। मतलब हाम्रो दाजुभाइहरूको केही पनि भुल हुँदैन, केटाहरूको युथ केटाहरू केही पनि भुल, तर माथि एउटा इन्स्ट्रक्टर हुन्छ नि, जसले इन्स्ट्रक्ट गर्छ नि, जसले लिडर गर्दैछ नि, लिडरले ठिकसँगले उसलाई इन्स्ट्रक्ट गरेर ठिकसँगले गाइड गऱ्यो भने गाउँमा समाजमा झैझगडा हुँदैन नि कहिले पनि। हेर्नुहोस् 2017 यता हेर्नुहोस् तपाईँहरूले, हो मान्छेले एचिभमेन्ट 2017 यता हेर्नुहोस् दार्जिलिङमा पहाडमा पोलिटिकल मर्डर भएको छैन। 2017 पट्टार हेर्नुहोस् तपाईँहरूले, कति बार यस्तो कुराहरू सुन्नुहुन्थ्यो तपाईँहरूले। र यही हो हाम्रो परिवर्तन गर्नु खोजेको चाहिँ हामीले, यो हेर्नुहोस् इन्भाइरोमेन्ट बनाउनु खोजेको हामीले, राम्रो परिवेश बनाउनु खोजेको हामीले, स्वच्छ वातावरण बनाउनु खोजेको पहाडलाई, मान्छे राम्रोसँगले नडराइ बस्नु पाओस् भनेर हाम्रो चाहना हो। तर यहाँ के हुँदैछ भने त्यो चाहनालाई बिगार्नुको लागि जहिले पनि म हेर्छु सबैको हाम्रो कतिजना हाम्रो अपोजिसन लिडरहरू हो, उहाँले लिडरसिप गर्नु पाउँछ, राजनीति गर्नु पाउँछ, कन्स्ट्रक्टिभ पोलिटिक्स गरौँ न भनेको नि मैले चाहिँ। डिस्ट्रक्टिभ पोलिटिक्स होइन, सबले पाउँछ नि, पोलिटिक्स पार्टी गर्नु पाउँछ, लिडरसिप गर्नु पाउँछ, त्यो आफ्नो आफ्नो अधिकार हुनु पनि पर्छ धेरै पार्टीहरू। तर मैले भनेको कुरा चाहिँ अब सबैले कन्स्ट्रक्टिभ पोलिटिक्स गऱ्यो भने दार्जिलिङ पार्ट अझै छिटो प्रोग्रेस हुन्छ नि त। यो प्रोग्राम अझै प्रब्लम छ नि, सबलाई थाहा छ। तर जस्तै मैले प्रब्लम लिएर म स्टेट गभर्मेन्टमा जान्छु, उनीहरू पनि स्टेट गभर्मेन्टमा गएर प्रब्लमलाई सल्भ गर्न सक्नु पऱ्यो नि त। यहाँ कराएर हुँदैन। दार्जिलिङमा हेर्नुहोस्, दार्जिलिङमा अन्न आन्दोलन गरेर, दार्जिलिङमा झमेला गरेर, दार्जिलिङमा अशान्ति गरेर केही पनि उपलब्धि हुँदैन। गऱ्यौँ नि हामीले, गरेनौँ भन्नुहोस्, तपाईँहरू हामी नै उफ्रिने। धेरै गऱ्यौँ, धेरै 4 डिकेड 4 डिकेड हामीले वेस्ट गऱ्यौँ, 4 डिकेड वेस्ट गऱ्यौँ। तर के छ उपलब्धि, के छ भन्नुहोस् त। एटलिस्ट हामीले 2017 शान्ति बनाएको लिएर हाम्रो योपालि नानीहरू, धेरै पहाडको नानीहरूले मेडिकल क्र्याक गरेर डक्टर्सहरू भइसकेको छ। म शान्ति र पढ्ने परिवेश दिँदा मात्रै हाम्रो नानीहरू पढ्छ नि, ट्यालेन्टेड छ, स्किल छ, तर दिन रातको झमेलाले गर्दा त्यो वातावरणै बिग्रेर गयो नि पढ्ने। हेर्नुहोस् अहिले किन प्राइमेरी एडुकेसन दिनदिनै खाली भइरहेको छ गभर्मेन्ट स्कुल, प्राइमेरी स्कुल। त्यो पर्सिप्सन मान्छेहरूको त्यहाँनिर ड्यामेज भइसकेको छ नि त, एकाडेमी माथि, एडुकेसन माथि। तर त्यो परिवेश हो, हेर्नुहोस् वातावरण हो, यो परिवेशमाथिको हाम्रो स्वच्छ परिवेशलाई ल्याउने फर्काउने एउटा अभियान हो हाम्रो। हेर्नुहोस् त्यही कारण म भन्छु, हेर्नुहोस् सब विकास भन्दा पनि हामीलाई विचारको परिवर्तन हुनुपर्छ। तर विचार परिवर्तन भएपछि तपाईँले राम्रो विचार, राम्रो प्रकारले तपाईँले सोच्नु थाल्नु भने, राम्रो प्रकारले हेर्नु थाल्नुभयो भने, राम्रो प्रकारले गर्नु थाल्यो भने त्यो आफै आफ्नो गाउँ समाज दार्जिलिङ पहाड राम्रो हुँदै 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 आउँछ नि। तर पहाडमा तपाईँले हेर्नुहोस् यति बिना नेगेटिभ हावा चल्छ, अनि हामी पनि त्यो हावामा यति छिटो क्यारिड हुन्छ। त्यो हावामा हामी बेसी नेगेटिभ हेर्ने हाम्रो एउटा उयो भइसकेको छ। मोबाइल खोल्ने पनि तपाईँले घरमै भेट्नुहुन्छ नि त, बाहिर जानु पर्दैन। हेर्नुहोस् त्यो परिवेशले गर्दा हामी परिवेश ठिक गर्ने ट्राई गर्दछौँ, तर पछि त्यो परिवेशलाई ड्यामेज गर्ने एउटा अर्को परिवेश पनि प्रयास गर्नुपर्छ। तपाईँले जहिले पनि म हेर्छु अब आन्दोलन गर्नुपर्छ, अब झगडा गर्नुपर्छ। सरकारसँग झगडा गरेर के हुँदैन। मैले भने जो दिल्ली सरकारसँग कुरा गर्दछ दिल्लीसँग कुरा गर न, जो हामी क्लियर भयो स्टेटसँग मिलेर स्टेटसँग कहाँ मिल्दैछु। तर कन्फ्युजन होइन नि, यहाँ जो लिडर हाम्रो गर्दैछ पहाडमा उहाँहरू जाउँ न एन्ट्री अपोइन्टमेन्टमा। जस्तै म जान्छु नि, म यहाँको कुरा राख्छु, चिफ सेक्रेटरीलाई भेट्छु, सिएम म्याडमलाई भेट्छु, मन्त्रीहरूलाई भेट्छु, म जान्छु नि कुरा गर्छु उहाँहरूसँग, यहाँको कुरा राखेर प्रब्लम बिस्तारै गरेर सल्भ गर्ने प्रयास गर्छु। त्यस्तै अरू लिडरहरूले पनि यहाँको प्रब्लम छ थाहा छ, तर यहाँ उफ्रेर हुँदैन नि त भन्ने कुरा नि। उहाँहरू पनि जाउन्, यहाँको कुरा राखुन्, अझै राम्रो कुरा एचिभमेन्ट लिएर आउन्, हाम्रो पहाडलाई अझै राम्रो हुन्छ। हेर्नुहोस् विरोधको आवाजले पोलिटिक्स हुँदैन राजनीतिमा। हामीले पहाडले कहिले पनि शान्ति पाउँदैन। हेर्नुहोस् कहिले पनि पाउँदैन विरोधले गर्दाखेरि। जस्तो तपाईँहरूले टी गार्डनको ल्यान्ड इस्यु हेर्नुहोस्, मान्छेहरूले उहिलेदेखिको हाम्रोमा मैले सुनेको सानो उयोदेखि मान्छेलाई जमिनको पट्टा चाहिन्छ भने उहिलेदेखिको सुनेको मेरो कानमा। र अब मेरो टाइममा म रिक्वेस्ट गर्छु भनेर मान्छेलाई जमिनको पट्टा कागजमा दिनु प्रयास गरेँ। गभर्मेन्टले नोटिफिकेसन निकाल्यो, मान्छेले मन पराएन, 5 डेसिबल छ्यान्न भन्यो, त्यो क्यान्सल गरायो। त्यसलाई होल्ड गरेर त्यहाँ मान्छेको जति जमिन छ त्यति नै नाप्नु लगाएँ मैले। त्यति बेला पनि त्यहाँनिर मैले अब्जेक्सनै पाएँ। त्यसपछि ठिकै छ, अहिले अर्को यो जबसम्म सबै जमिनको नाकेको
क्लियर नोटिफिकेसन आउँदैन त्यति बेलासम्म मैले सर्वे पनि होल्ड गरिदिएँ अहिले हेर्नुहोस्। तर मैले यी प्रयास गर्दै 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 कोसिस त गर्नु पऱ्यो नि त। मैले ल्याएँ, मान्छेले त्यसलाई ठिक गरेर ठिक बनेन, ठिक छ, मान्छेले मन पराएन भनेर सरकारलाई बतायो, सरकारले फेरि अर्को नोटिफिकेसन निकालिदियो कि सबै जमिन जति छ नापजोक गर्नुहोस् भनेर। तर मान्छेले होइन, पहिला जमिन नापजोक भइँदैन दिनैपर्छ भनेर लेखाएर ल्याउनुहोस् भन्ने मान्छेको एउटा चाहना आयो। फेरि मैले गभर्मेन्टलाई बताएँ कि यस्तो मान्छेको चाहना छ र अहिले घरि सर्वे होल्ड गरिदिनु भने। मतलब हामी काम गर्दाखेरि काम गर्ने प्रयास त गरिरहनुपर्छ नि त। यो होइन कि मैले काम नगर अरू पछि लागिरह्यो भने, विरोध गरिरह्यो भने म काम गर्नु अल्झिन्छु। त्यही म त्यतापट्टि लाग्दैन पहिले हेर्नुहोस्, म त्यतापट्टि कहिले पनि लाग्दैन। मेरो त्यो टाइम वेस्ट, एनर्जी वेस्ट सबै वेस्ट हुन्छ हेर्नुहोस्। र म कसैलाई के भन्नु पनि चाहदिनँ। उहाँहरूको आफ्नो आफ्नो सोच, आफ्नो आफ्नो विचार हो, उहाँहरूलाई भन्नु पनि चाहिँदैन हेर्नुहोस्। तर एउटा कुरो चाहिँ हामीले पहाडवासीले चाहिँ हुनुहुन्छ, हामी पिस र प्रोग्रेसिभ चाहिँ हुनुपर्छ हेर्नुहोस्। हो, हामीले ल्याएको गभर्मेन्टले दिएको पट्टा डुप्लिकेट भनेर धेरै प्रचारमा आयो। अब तर मैले भने ठिकै छ नि त। अब बिजेपीको एजेन्डा, बिजेपीलाई हामीले 20 वर्ष भोट दियो हेर्नुहोस्, 20 इयर्स बिजेपीलाई। तपाईँ हामीले पनि दियो, मैले पनि दिएँ 10 वर्ष जस्तो। तर 20 वर्ष हामीले भोट दिँदा के छ हाम्रो एचिभमेन्ट? 20 वर्ष कहाँ गयो हाम्रो? त्यो भन्नुहोस् त, 20 वर्ष। तर 20 वर्ष भोट पाउँदै थियो, हाम्रो 20 वर्षको समय खोइ। 20 वर्ष हामीले के पायौँ? हो, उनीहरूको हामीलाई गोर्खाल्यान्ड दिन्छु भनेर भोट माग्यो नि, र उहाँहरूको टिममा थियो सबै त्यति बेला। उहाँहरूलाई सघाउने टिम, यहाँको लोकल पार्टीहरू, जब गोर्खाल्यान्डको एजेन्डा र बिजेपी उहाँलाई सघाउने लोकल पार्टीहरू, उहाँ स्टेक होल्डर पार्टीहरूले उहाँलाई सघायो। तर उहाँहरूले अहिले त्यो इस्युमा दिल्लीमा गएर बुझाएर गोर्खाल्यान्ड ल्याएर अरिजिनल पट्टा देउन थाप्छौँ नि हामी। लु भन्नुहोस् त, किन थाप्दैन? उहाँहरूले उहाँहरूको एजेन्डामा गएर गोर्खाल्यान्ड ल्याएर मैले भने त फर्स्ट मान्छे मै हुन्छु गएर खदा लाएर वेलकम गर्ने। तर कति झुक्किने भनेर नि, नहुन्जेल चाहिँ के गर्ने? लु भन्नुहोस् त, नहुन्जेल चाहिँ बाटो यतिकै खराब गरेर राख्ने, गोर्खाल्यान्ड आएर म त यो हेभी भ्यालीको बाटो बनिन्छ भनेर पर्खिने, नहुन्जेल चाहिँ यो हल चाहिँ गोर्खाल्यान्ड आएर मात्रै हामीले बनाउँछु भनेर पर्खिने। तर मैले उनीहरूको सब्जेक्टमा पनि डिस्टर्ब गरेको छुइनँ नि। म ठिकै त्यति बेलासम्म चाहिँ उहाँहरूले ल्याउन्जेलसम्म चाहिँ म स्टेट सब्जेक्टमा काम गरेर गाउँको विकास, हाम्रो नानीले इम्प्लिमेन्ट पाओस्, पहाडमा शान्ति होस् भन्ने सब्जेक्ट म्याटर लिएर हामी म क्लियर भएर हिँडेको हेर्नुहोस्। मैले मान्छेलाई कहीँ झुकाएको छुइनँ। म स्टेटसँग मिलेर काम गर्छु भने कसैको त्यस्तो आएर अगाडि आएर निक्लिने लिडर पनि देखिनँ मैले हेर्नुहोस्। हाम्रो पञ्चायत व्यवस्था छैन यहाँ, कति वर्ष पञ्चायत व्यवस्था हामीले पाएनौँ। र हामीले जिटिए इलेक्सन हामीले कमिटमेन्ट गरेको थियो कि पञ्चायत व्यवस्था फर्काएर ल्याउँछौँ, फर्काएर ल्याउने। हाम्रो अहिले म्याडम यहाँ चेयरपर्सन तपाईँहरू गाउँको ब्लकको बिडिओ भन्दा पनि ठुलो अवधान हामी आएछौँ। पञ्चायत प्रधान भाइ आएको छ यहाँनिर, हाम्रै भाइहरू मेम्बर प्रधान ठुल्ठुलो अवधामा पुगेको छ। जो भारतभरि छरिएको व्यवस्थादेखि हामी विमुख थियौँ र हामीले प्रयास गर्दा आउँदो रहेछ नि त, ल्याउँदो रहेछौँ नि हामीले भन्ने देखेर अब हामीले 2टा डिस्ट्रिक्टमा जिल्ला परिषद पाउनुपर्छ भन्ने हामी गभर्मेन्टमाथि कुरो राख्दैछु हेर्नुहोस्। तपाईँले देख्नु अस्ति भर्खर पिएनआरडी मिनिस्टरसँग भेटेर मैले जिल्ला परिषद डेपुटेसन दिइसकेँ। र हामीले हाम्रो प्रकारले हामी ल्याउने काम गर्दैछौँ, प्रयास गर्दैछौँ। त्यो अब समय लाग्छ, अहिले कहिले हुँदैन हेर्नुहोस्, समय लाग्छ। त्यही कारण जति पनि म हाम्रो लिडरसिपहरूलाई म रिक्वेस्ट छु, तपाईँ डिस्ट्र्याक्ट नहुनुहोस्। सोसियल मिडियामा के देखाउँछ त्यसमा हामीले डिस्ट्र्याक्ट हुँदैन हेर्नुहोस्। किन हाम्रो परिवेश इन्भाइरोमेन्टै त्यो प्रकारको भएको छ कि निचा देखाउने हुन्छ नि। कहाँबाट यसलाई निचा देखाउँ, कहाँबाट यसलाई निचा देखाउँ, कहाँबाट यसलाई निचा देखाउँ। म कसैलाई हेर्नुहोस्, म कसैलाई पनि निचा देखाउँ। मैले भने त मैले राजनीति गरेको विमल गुरुङज्यूसँग 2017 समय उहाँसँग गरेँ। अनि अहिले म आफ्नो सोच, आफ्नो विचारसँग म काम गर्न थालेको। मलाई त्यो अलिक भाइलेन्स पोलिटिक्स मन परेन, अनि म आफ्नो विचारले काम गरेँ। तर म विमल गुरुङज्यूसँग उहाँलाई लिडर मानिसकेपछि अहिले गएर चाहिँ उहाँसँग म छुइनँ, उहाँलाई नराम्रो भन्नु मिल्दैन नि। मैले उहाँलाई मानेको त मैले एक दिन लिडर, तर मेरो तरिका चेन्ज गरेको, म आफ्नो तरिकाले हिँड्नु खोजेको मात्रै हो। यो तरिकाले ठिक भएन, लामो झमेला अब पहाडमा अब शान्तिसँगले प्रोग्रेसिभ प्रकारले काम गरौँ भनेर हामी आफ्नो लाइनमा हिँडेको। मैले आफ्नो लाइनमा हिँडेपछि हिजो मैले सँगै काम गरेको लिडरहरूलाई योले यस्तो गर्यो, उसले यस्तो गर्यो, उसले यस्तो गर्यो भन्नु मिल्दैन। मेरो यति क्लेम मान्दैन हेर्नुहोस्।
मेरो एथिकले मान्दैन कहिले। म भन्दिनँ, तपाईँले सुन्नु पनि भएको छैन मैले उहाँलाई विरोध गरेँ, गर्दिनँ पनि म त्यस्तो। अब उहाँको आफ्नो लाइन चाहिँ मेरो आफ्नो लाइन छ अब अहिले। र म उहाँ बिचमा स्टेटसँग मेरो काम गर्नुभयो, फेरि चेन्ज भइरह्यो, उहाँभरि मिल्नुभयो, बाँच्नुभयो। तर म एकदम एक लाइनमा छु अहिले, अनि म लाइन चेन्ज गर्दिनँ पनि। मैले देखिसकेँ हाम्रो मान्छेले धेरै दुःख पाए त, धेरै कति केस खाने, कति झमेला हुने, कति डरमा बस्ने। एटलिस्ट केही नभए पनि आज तपाईँहरू मान्नुहोस् नमान्नुहोस् दार्जिलिङमा डर मुक्त त छ, कसैसँग डराउनु पर्दैन। त्यसैले त खुल्ला रूपले भन्छ त, खुल्ला रूपले जेमा पनि राम्रै कुरोमा मतलब नराम्रो कुरोमा विरोध गरेर राम्रै कुरोमा विरोध गरिरहेको हुन्छ। हेर्नुहोस् आज मैले देखेँ के रहेछ त यो सोसियल मिडियामा पुरा आयो भनेर यो हिँड्दै आएको बाटो। अन्त मेस्टिकको कहिले नभएको काम दार्जिलिङ म्युनिसिपालिटीले मेस्टिक काम गर्दै रहेछ। हेर्नुहोस् तपाईँहरूले यो बाटो मेस्टिक देख्नु भएको थिएन कहिले पनि, तर दार्जिलिङ म्युनिसिपालिटीको चेयरम्यानको लिडरसिपमा यो बाटो मेस्टिकको काम हो। तर काम गर्दाखेरि त कम्प्लिट हुनु त टाइम लाग्छ नि त, समय लाग्छ नि त। झारेको पल्लोलाई मोबाइलमा देखाएर अब मैले हाम्रो यहाँ भाइ सभासद छ, रूप इलेक्टेड मेम्बर हो, त्यो हाम्रो अपोजिसन लिडर हो, र उसले पनि यस्तो कामहरूमा आएर कोअपरेट गर्दा के बिग्रिँदैन। हेर तिमीहरूले पनि म सभासद हो, अब इलेक्टेड मेम्बर हो, रेस्पेक्ट गर्दा हुन्छ। भोट हालेर जितेको नि त, अब हाम्रै गाउँको भाइहरू भन्दै फेरि यही एरियाको भाइ हो, इलेक्टेड मेम्बर हो। एउटा कल्चर डेभलप गर्नुपर्छ। यो होइन कि तिमीहरूले खासमा यो प्रोग्राममा उसलाई प्रतिम भाइलाई पनि बोलाएको भए केही बिग्रिँदैन थियो। मतलब एउटा स्वच्छ परिवेश हामीले क्रिएट गर्नु ट्राई गर्नुपर्छ। हामीले स्वच्छ परिवेश, एउटा स्वच्छ इन्भाइरोमेन्ट। इलेक्सन सकिसकेपछि भोलिपल्ट हामी गाउँको दाजु भएर बस्नुपर्छ। अब उसले इलेक्सन चाहिँ त्यो सभासद हेर्नुहोस्, राम्रो काम गर्नु गाह्रो छ, गाह्रो काम गर्नु छोड्नु हुँदैन भन्ने एउटा मेरो माइन्ड सेटमा बसेर निक्लेको। भत्काउनु पनि एकछिन गरेर भत्काउँछ भने जलाउनु, तपाईँले देख्नुभयो त, भत्काउनु, जलाउनु, तोड्नु एकछिन हो। हेर्नुहोस् तर बनाउनु कति गाह्रो हुँदो रहेछ, राम्रो काम गर्नु कति गाह्रो हुन्छ रदिन भाइहरूलाई थाहा छ। अहिले पहिला यिनीहरूलाई झमेला गरेको केही पनि थिएन, अहिले सबलाई उनीहरूले सम्झाउँदै गरेको यस्तो होइन यस्तो होइन यस्तो होइन भनेर। हेर्नुहोस् र अहिले उनीहरूलाई यस्तो काम मतलब जुन एउटा राम्रो बाटो बनाउनु त गाह्रै हुन्छ नि त, भत्काउनु त एकैछिन हो। त्यो हिले नजान्छ त्यसरी त्यो बल्ल त्यस्तै हुन्छ, त्यो भत्काउनु एकछिन हो। हेर्नुहोस् तर बनाउनुपट्टि लागेको छु, बनाउनुको लागि पेसेन्स चाहिन्छ, धैर्य चाहिन्छ, धेरै धैर्य चाहिन्छ। हेर्नुहोस् तपाईँले हेर्नुहुन्छ त मोबाइल खोले कि त मैले भेटेको हुन्छ, म कहिले जवाब देख्नुहुन्छ, म हाँसी 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 काम गर्दा म जुन ठाउँमा छु म डिस्ट्रक्टिभ भयो भने पाहाडमा फेरि ठुलो नराम्रो रूप लिन्छ। हेर्नुहोस् त्यही कारण हाम्रो एटलिस्ट केही नभए पनि गाह्रो छ। अनि हाम्रो लिडरसिपहरू जहिले पनि कन्स्ट्रक्टिभ भएर हेर्नुहोस्, यहाँ जति पनि हाम्रो लिडरसिपहरू गर्नुहुन्छ उनीहरूलाई गाह्रो छ। किन अहिले मान्छेलाई के छ धेरै वर्षदेखि ब्याकलग छ नि त, ब्याकलग इस्युजहरू छ र अहिले कहिले चाहिन्छ। अहिले पञ्चायत मेम्बर, प्रधान, पञ्चायत समितिको चेयरपर्सन साह्रो छ उहाँहरूलाई। अहिलेको अहिले किन हाम्रो मान्छेलाई बिमारी हुँदा पनि लिडरकोमा पुग्ने आदत छ कि त्यो डेभलप भयो त्यस्तो कुराहरू। इट विल टेक टाइम, ग्रेजुअली बिस्तारो 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 चेन्ज हुँदै आउँछ। तर त्यो चेन्ज हुनको लागि चाहिँ अब हाम्रो टिमले चाहिँ धेरै सङ्घर्ष गर्नुपर्छ, धेरै धेरै सङ्घर्ष गर्नुपर्छ। प्रत्येक वर्ष बाद हामीले स्कुल सर्भिस कमिसन हामीले फर्काएर हाम्रो बोर्डको चेयरम्यान यहीँ हुनुहुन्छ, उहाँले अब यसलाई इस्टाब्लिस गर्नुलाई धेरै सङ्घर्ष गर्नुहुन्छ। सजिलो छैन, हामीले गभर्मेन्टले त नोटिफिकेसन ल्यायो, तर त्यसलाई नोटिफिकेसन पाइसकेपछि त्यो माथि काम गर्ने व्यक्ति चाहिन्छ। हामीले पढेकै व्यक्तिहरू हालेको जस्तो ठाउँमा उहाँहरूले काम गर्दैछौँ, किनभने हाम्रो नानीले स्कुल सर्भिस कमिसनमा इक्जाम गर्नु पाउँछ, बस्नु पाउँछ। र यो सब्जेक्ट धेरै धेरै सब्जेक्ट म्याटरहरू छ। हेर्नुहोस् धेरै धेरै इस्युजहरू छ, तर इट विल टेक टाइम, बिस्तारो 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 ग्रेजुअली काम गर्दै जानुपर्छ। त्यही कसले के भन्छ त्यतापट्टि फर्किनु हुँदैन। हामी हेर्नुहोस् उसले के भन्छ आफ्नो काम गरिरहनु। तपाईँहरूलाई धेरै धेरै शुभकामना। तपाईँहरूको बाटो बनिएपछि फेरि आउलानु यो हलहरू तपाईँहरू जुन